हेलो साथीहरू है आज चाहिँ मैले चाहिँ कम्बिनीबाट माई नम्बर कार्ड युज गरेर कसरी चाहिँ जुमिङ हो निकाल्ने आफ्नो बसाइ प्रमाणीकरणहरू निकाल्ने भनेर चाहिँ यो भिडियोमा देखाउन गइरहेको छु तपाईहरु गेट टिप्नु पर्यो अनि त्यसपछि आउँछ हैन त्यसपछि चाहिँ हामीले चाहिँ ल्याङ्ग्वेज चाहिँ भेराइटी अफ ल्याङ्ग्वेज छ यहाँ निहङ्ग इङ्ग्लिस अब के भन्छ अरे कोरियन चाइनिज अब यस्तै पोर्चुगिज भाषाहरू सबै छ अब तर मलाई चाहिँ इङ्ग्लिस अलिकति हामी नेपालीहरु इङ्ग्लिस सजिलो लाग्छ कि इङ्ग्लिस चुज गरेर अनि तपाईले के निकाल्न लाग्यो भनेर यहाँ सोधिरहेको छ मलाई चाहिँ सर्टिफिकेट इस्युन्स गराउने हो नि त अनि म बसेको जुमिनो निकाल्ने हो नि त जुमिनो निकाल्नको लागि चाहिँ मैले चाहिँ यहाँ सर्टिफिकेट इस्युन्समा टच गरेर अनि त्यसपछि सर्टिफिकेट इस्युन्स सर्भिस एट कन्भिनियन्स स्टोरमा टच गर्नुपर्छ ल यसमा है फेरि यो दुईटा चुजमा आउँछ यसमा टच गर्नुपर्छ अनि त्यसपछि यहाँ कन्फर्म बटन आउँछ है कन्फर्म बटन थिच्ने अनि त्यसपछि यहाँ चाहिँ यसरी यहाँ उस राख भनेर भनेछ है माई नम्बर कार्ड राख भनेर भन्छ हैन अनि आफूले उस गर्नुपर्छ अनि त्यसपछि माई नम्बर कार्ड बेसिक रेजिस्ट्रेसन कार्ड भनेर भनेछ हैन हामीले चाहिँ यो टच गर्नु पर्यो नि त माथिको सबभन्दा स्मार्टफोनहरु आइफोनहरु चाहिँ छैन हामीले माथिकै टच गर्नु पर्यो अनि एकछिन होल्ड गर्नुपर्छ मैले मेरो यहाँ कार्ड चाहिँ स्क्यान पनि भइरहेछ है यो माई नम्बर कार्ड यहाँ चाहिँ आइरहेको छ के निकाल्ने भनेर सर्टिफिकेट इस्युज भनेर भनिरहेको छ नि त अब पिन नम्बर थिच्नुपर्छ यसको पिन नम्बर है त यसको पिन नम्बर थिच्नुपर्छ तर म चाहिँ हल्का ब्लर म चाहिँ अहिले चाहिँ तपाईहरुलाई चाहिँ यो मेरो पिन नम्बर हानेपछि मात्रै देखाउँछु ल मैले पिन नम्बर हानिसकेँ पिन नम्बर हानिसकेपछि मेरो आइसक्यो हैन अब मेरो यो निकालेर मैले यसलाई निकालेर यतापट्टि राख्नुपर्छ फेरि यहाँ स्क्यान गर भन्छ हैन यो स्क्यान गरेपछि यस्तो आउँछ अनि त्यसपछि चाहिने के कपी अफ प्रेसिडेन्ट रेकर्ड गर्ने सिल लिगल सर्टिफिकेट यो चाहिँ हामीलाई चाहिएन माथिको निकाल्ने हो नि त हामीले प्रेसिडेन्ट रेकर्ड निकाल्ने जुमिन हो निकाल्ने हो त्यही भएर ओन्ली द पर्सन कन्सर्न अनि अल हाउस होल्ड मेम्बर एन्ड सम हाउस होल्ड मेम्बर्स आफूलाई कुन चाहिँ निकाल्ने भनेर सोधेर सबै घर परिवारकै निकाल्ने घरमा जतिजना बस्छ त्यसको निकाल्ने कि आफ्नो मात्र थोरैको मात्रै निकाल्ने कि भनिरहेको छ म चाहिँ पर्सनल निकाल्ने भएको भएर पर्सन कन्सर्न टच गरेँ यहाँ टच गर्नुपर्छ अनि यसलाई सोनामामा छोड्दिनु यस्तै छोडिदिनु ल हाउस होल्ड इटिसी भनेर गरिदिनु यसलाई यस्तै छोडिदिनु ल अनि त्यसपछि ओके थिच्नु अनि यहाँ माथि चाहिँ सबै उस छैन कन्ट्री रेसिडेन्ट नेम काटाकाना गर्ने कि नगर्ने भनेर भनिरहेको छ अब क्याटेगोरी यसरी भिजा रेसिडेन्ट कार्ड भिजा स्ट्याटस अनि इटिसी भनेर यस्तो लेखेको छ हैन यो गर्ने कि नगर्ने यो सबैले यस गरिदिनु है आफ्नो भिजा यसरी कुन क्याटेगोरीको भिजा हो नाम काटाकाना गर्ने कि नगर्ने कन्ट्री कुन गर्ने हाल्ने कि नहाल्ने रेसिडेन्ट कार्डको उस हाल्ने कि नहाल्ने भन्ने छ भिजा स्ट्याटस गर्ने कि नगर्ने भनेछ मैले चाहिँ काटाकानाको नाम पनि हाल्ने है त ल यस्तो गरेँ अनि त्यसपछि मैले कन्फर्म बटन थिच्दिएँ हैन त कपी अफ कतिवटा कपी चाहिएको यहाँ आफूले निकाल्नुपर्छ ल फेरि कपी पनि अब 1 2 3 4 अब म्याक्सिमम 10 पिससम्म भनेर लेखा छैन तर मैले चाहिँ जम्मा एउटा चाहिएको भएर 1 कपी लेखेँ त ल है अनि त्यसपछि कन्फर्म गरेर कन्फर्म बटन थिच्नुपर्छ अनि यहाँ सबै यहाँ जम्मा सर्भिस 10 एन लाग्छ फेरि ओन्ली 10 एन लाग्छ कि है जम्मा 10 एन हो अनि यसो भयो अनि त्यसो एकछिन टाइम लाग्छ टाइम लिन्छ यसले मजाले टाइम लिन्छ एकछिन वेट गर्नुपर्छ नातिर बस्ने 4-5 मिनटको काम हो कहाँ उता सिआक्स जाऊ अनि सिटी अफिस जाऊ अनि झन्झट गर फर्म भर अनि कुर टकन ल्याऊ अनि त्यो गर्नुभन्दा अब चाहिँ कलर चाहिँ कुन गर्ने भनेर भनेको छ हैन जुमिन हो भनेर लेखेको छ जुमिन हो अनि त्यसपछि अब कोइन बढाएर अनि नानाको भाडा तिर्ने भनेको छ मैले चाहिँ पैसा हालेको कोइन हालिसकेको छु त्यो प्रिन्ट स्टार्ट हो भनेर लेखेको छ प्रिन्ट स्टार्टमा ठिक्नु पर्यो त ल अनि त्यसपछि टाइम लाग्छ टाइम लिन्छ यसरी र प्रिन्ट लिन्छ एकछिन टाइम लाग्छ एकैछिन टाइम लिन्छ अनि मेरो चाहिँ आइडी कार्ड यहीँ छ आइडी कार्ड झिक्यो भने फेरि क्यान्सल हुन्छ नि यो है त्यो चाहिँ ख्याल गर्नुपर्ने कुरा हो अलिकति आइडी कार्ड झिक्यो भने अनि त्यसपछि यहाँ आउँछ मेरो प्रिन्ट यहाँ आउँदैछ मेरो प्रिन्ट यहाँ है सिद्धिसक्यो मेरो अब सिउरो खान्डो भनेर लेखेको छ हैन अनि त्यसपछि अनि मेरो प्रिन्ट चाहिँ समेसा आइसक्यो भनेछ मेरो आइसक्यो मेरो तलबाट झिकेर आएको यो हो काटाकानामा त पनि हालिदिन्छु भन्दै थियो यसो गरेको
खै यहाँ यसरी जिग्रेपछि सबै यही हो मेरो। अनि त्यसपछि छिटो यहाँको उसहरू के आइसी कार्डहरू के छ भने झिक भनेर भनिरहेको छ होइन। अनि मैले सब पैसा पनि हालेको थिएँ, पैसा पनि झिक्नु पऱ्यो। अनि यसलाई चाहिँ चिउटाइ गरिदिने हुन्छ है, खान्डे गरिदियो साथीहरू। अनि यति भएपछि आफ्नो डकुमेन्ट आयो, त्यो पनि हातमै कम्बिनीबाट सर्लक्क जुम इन here आयो है त। हस् त धन्यवाद। यसरी चाहिँ कम्बिनीबाट जुम इन हो, कम्बिनीबाट माई नम्बर कार्ड युज गरेर जुम इन हो नि। यसरी कम्बिनीबाट माई नम्बर कार्ड युज गरेर जुम इन हो निकाल्न सकिन्छ। अनि यसरी प्रिन्ट पनि आउँछ है त। यो है त धन्यवाद। यस्तै गरेर निकाल्नुलाई केही नजानेको खण्डमा चाहिँ मलाई चाहिँ मेसेज गर्दा नि हुन्छ है। मेरो त्यहाँ इमेलहरू हुन्छ, मेसेज गर्दा हुन्छ, नभए कमेन्ट गर्दा नि हुन्छ है। हस् त धन्यवाद।